साथीहरू नमस्कार, स्वागत छ गोरखापत्र समसामयिक प्रश्न श्रृङ्खलामा। आज हामीले असार 24 गतेका गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण समसामयिक घटना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तु र परीक्षामा सोधिन सक्ने जीके प्रश्नहरू लिएर आएका छौँ। साथीहरू सुरु गरौँ आजको पहिलो प्रश्नबाट। आजको पहिलो प्रश्न रहेको छ, इन्स्टिट्युट फर इकोनोमिक्स एन्ड पिसद्वारा प्रकाशित ग्लोबल पिस इन्डेक्स 2026 को प्रतिवेदन अनुसार नेपाल विश्व शान्ति सूचकाङ्कको कतिौँ स्थानमा रहेको छ भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो 111औं स्थान हो भने यहाँ विभिन्न राष्ट्रहरूका स्कोरहरू दिएको छ। यो पनि अध्ययन गर्नुहोला, महत्त्वपूर्ण हुन सक्छ। र आजको दोस्रो प्रश्न रहेको छ, नेपाल विकसित राष्ट्रमा स्तरोन्नति हुनका लागि सरकारले पहिलो पटक कहिलेसम्म को समय थप गर्न संयुक्त राष्ट्र समक्ष अनुरोध गरेको छ भन्ने प्रश्न रहेको छ, जसको उत्तर हो सन् 2030 सम्म। सन् 2030 मा नेपाल विकसित राष्ट्रमा स्तर उन्नति हुनेछ। र आजको तेस्रो प्रश्न रहेको छ, 20औं एसियाली खेलकुद एसियाड कहिले र कहाँ हुने भएको छ भन्ने प्रश्न रहेको छ साथीहरू, जसको सही उत्तर हो सन् 2026 सेप्टेम्बर 19 देखि अक्टोबर 4 जापानमा हुने भएको छ। र आजको चौथो प्रश्न रहेको छ, त्रिभुवन विश्वविद्यालय टियु को उपकुलपतिमा कसलाई नियुक्त गरियो भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो डाक्टर केशरजङ बराल भने यहाँ अरू विश्वविद्यालयका उपकुलपतिहरूको पनि नाम दिएको छ। साथीहरू अध्ययन गर्नुहोला, महत्त्वपूर्ण हुन सक्छ। र आजको पाँचौँ प्रश्नमा जाउँ। पाँचौँ प्रश्न रहेको छ, 13औं म्याजिक खबर अवार्ड म्युजिक खबर दीर्घ साधना सम्मान 2082 बाट सम्मानित हुने कलाकार को हुन् भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा हो भने आजको छैटौँ प्रश्न रहेको छ, विज्ञापन नीति 2083 कहिले स्वीकृत गरिएको हो भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो विक्रम सम्वत 2083 असार 15 गते भने आजको सातौँ प्रश्न रहेको छ। साथीहरू सातौँ प्रश्नमा भनिएको छ, कतारी विमान कम्पनी कतार एयरवेजलाई थिङ्क ट्याङ्क स्ट्राइक्सले सर्वश्रेष्ठ विमान कम्पनी उपाधि कहिले प्रदान गर्यो भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो सन् 2026 जुन 24 मा हो। र आजको आठौँ प्रश्न रहेको छ, एसियाली विकास बैङ्कका अध्यक्ष मासात्सुगु असावाकावा कहिले नेपालको 3 दिवसीय भ्रमणमा आएका हुन् भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो सन् 2026 जुन 24। र साथीहरू आजको 9औं प्रश्न रहेको छ, उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोको सम्मेलन हालै कहाँ आयोजना गरियो भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो वासिङटन डिसी। सन् 2026 जुलाई 7 देखि 9 सम्म भएको थियो भने नेटोका सम्पूर्ण सदस्य 32 वटै राष्ट्रहरू सहभागी भएका थिए। र आजको 10औं प्रश्न रहेको छ, सरकारले 100 भन्दा ठुला दरका भारू नोट नेपालमा चलनचल्तीका रूपमा कहिले निषेध गरिएको हो भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो विक्रम सम्वत 2075 मङ्सिर 27 गते हो भने आजको 11औं प्रश्नमा सोधिएको छ। 11औं प्रश्न छ साथीहरू, नेपालको पहिलो मतपत्र घोषित स्थान कुन हो भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो कर्णाली नदीको गोडियाघाट क्षेत्र बर्दिया र कैलालीको सिमानामा रहेको छ। र आजको 12औं प्रश्न रहेको छ, नेपालको दोस्रो सेटेलाइट मुनाल कहिले प्रक्षेपण गरियो भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो साथीहरू 2082 पुस 25 र अङ्ग्रेजीमा 2026 जनवरी 9 मा गरिएको थियो भने आजको 13औं प्रश्न रहेको छ, राष्ट्रिय रङ्गमञ्च सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो भन्ने छ भने साथीहरू, जसको सही उत्तर हो विक्रम सम्वत 2082 पुस 25 गते काठमाडौँमा भएको थियो। साथीहरू आजको 14औं प्रश्न रहेको छ, संयुक्त राष्ट्र सङ्घद्वारा कुन दिनलाई महामारी तयारी दिवसका रूपमा मनाउने निर्णय गरिएको छ भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो डिसेम्बर 27 हो भने साथीहरू आजको 15औं प्रश्न रहेको छ, नेपालको कुन ठाउँमा कृषि अनुवंशिक केन्द्र अथवा जिन ब्याङ्क स्थापना गरिएको छ भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो ललितपुरको खुमलटार।
र साथीहरू आजको 16औं प्रश्नमा जाउँ। 16औं प्रश्नमा भनेको छ पेरुको नयाँ राष्ट्रपतिमा चयन हुन सफल राजनीतिज्ञ को हुन् भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो हुगो गुटियरेज। सन् 2026 जुलाई 3 मा निर्वाचित बनेका थिए। र साथीहरू आजको 17औं प्रश्न रहेको छ कर्णाली प्रदेशको आर्थिक सर्वेक्षण 2081-82 अनुसार आर्थिक वर्ष 81-82मा सो प्रदेशको आर्थिक वृद्धि दर कति हुने प्रक्षेपण गरिएको छ भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो 2.25 हो। र साथीहरू आजको 18औं प्रश्नमा जाउँ। 18औं प्रश्नमा भनेको छ नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला रौतहट हो भने धेरै गाउँपालिका भएको जिल्ला कुन हो भन्ने प्रश्न रहेको छ, जसको उत्तर हो धादिङ गाउँपालिका। धादिङमा 11वटा गाउँपालिका छन्। एकदमै महत्त्वपूर्ण प्रश्न हो साथीहरू, अध्ययन गर्नुहोला। र साथीहरू आजको अन्तिम प्रश्न रहेको छ सरकारद्वारा राष्ट्रिय सभा आवासन नीति 2082 कहिले स्वीकृत गरिएको हो भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो विक्रम सम्वत 2082 साउन 12 गते हो भने साथीहरू। आजका लागि यति नै। भिडियो उपयोगी लागेमा लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यस्तै दैनिक गोरखापत्र समसामयिक जीके का लागि हाम्रो साथमा जोडिरहनुहोला। धन्यवाद।